हेलो गाइजहरु, म चाहिँ आज ब्रोइलर कुखुराको मासु बनाउन लागेको। अब काट्नलाई पनि घर कोही हुनुहुन्न के, मान्छे चाहिँ मैले आफै काट्नु पर्छ। आज चाहिँ फेरि हाम्रो घरमा पाहुना आउनु भएको छ नि त, त्यही भएर यस्तो मिठो मासु बनाएर खुवाउँछु मेरो घरमा आउने पाहुनालाई चाहिँ। यस्तो भयो ब्रोइलर चाहिँ। यसरी अगाडि यसको भुत्ला फाल्नु पर्छ के गर्नु, घरमा एक्लै भएपछि त गाह्रो छ। मासु बनाऊ खुवाऊ, पाहुना आएपछि। मलाई पहिला त यस्तो काट्न कस्तो डर लाग्थ्यो कि, काट्नै मन लाग्थेन। तर पनि आजभोलि त केही लाग्दैन। हजुरहरु पनि यस्तै मेरो घरमा पाहुना आउनु भयो भने यस्तो राम्रो ब्रोइलर ल्याएर खुवाउँछु, मिठो मिठो। आउनु होला हाम्रो गाउँ घुम्नलाई। अनि घुम्न आएपछि चाहिँ बस्नु चाहिँ हाम्रो घर आउनु होला। मिठो मिठो यस्तो मासु बनाएर खानिदिन्छु, घुमाउँछु। कति तातो हो कि पानी। यस्तो हत्ते गरी गरी मासु नखाए पनि हुन्थ्यो न मान्छेको जातले, बिचरा कस्तो अर्कालाई मारेर मासु खानुपर्ने गरी। पहिल्यैदेखि नखाने भए त हामीले पनि खान्थेन होला। पहिले बाबुबाजेले खाएको भएर अब आफूले पनि खानु पर्यो, के गर्ने। मिठो हुन्छ। गाउँघरमा लोकल पाइन्छ भन्छ नि, लोकल पनि छैन कि हाम्रो घर त सबै मरेर सिद्धियो। त्यही भएर आजभोलि त पाहुना आयो भने लोकल भन्दा नि ब्रोइलर धेरै चलेको नि त गाउँघरमा। यस्तो ल्याउने, काट्ने, खुवाउने। यसरी ब्रोइलरको कसले बनाउनुहुन्छ? अब चाहिँ भयो, बन्द गर्नु नानी।